नमस्कार सबैजनामा वेलकम अगेन। तपाईहरुले कहिले पावरफुल व्यक्तिहरु त्यो पनि पोलिटिशियन्सहरुले माफी मागेको देखेको वा सुन्नुभएको छ त? पक्कै पनि छैन होला, किनभने उनीहरुको लागि माफी भन्ने कुरा एक्जिस्ट नै गर्दैन। उदाहरणको लागि नेपालमा हालसालै भएको जेएनजी आन्दोलनलाई हेर्न सकिन्छ। सरकारको लापरवाही र कमजोरीका कारण देशले ठूलो जनधनको क्षति पुग्नु पर्यो। तर त्यसबेला सरकार हाकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले होस् वा गृहमन्त्री रमेश लेखसले होस्, कसैले पनि न मनैदेखि दुःख व्यक्त गरे न त आफ्नो गल्ती स्वीकार नै गरे, न त माफी नै मागे। अझ भन्ने नै हो भने त उनीहरु आफ्नो कमजोरी मान्नको लागि तयार नै छैनन्। अर्कोपट्टि कांग्रेस सभापति शेरबहादुर देउवाले त आफ्नो निवासमा जलेको पैसा बाट निर्मित हो भन्न समेत भ्याए र हालसालै भएको कार्यक्रममा नेकपाका संयोजक प्रचण्डले आफूलाई 17,000 मानिसको हत्याराको ट्याग लगाउनु भनेको 17,000 शहीदहरुको अपमान गर्नु हो सम्म भन्न भए। सुन्दा पनि कस्तो रमाइलो लाग्छ है। तर यो भन्दा रमाइलो त यो कुरा पुराना मात्र हैन, नयाँमा पनि लागु हुन्छ। जस्तै अहिलेका हर्केक बालिन शाह, उनले पटक पटक सोशल मिडियामा आएर आक्रामक र भड्काउ उत्तरहरू दिए, सिंहदरबार जलाउँछु भन्न समेत भ्याए। तर न कहिले त्यो कुरालाई क्ल्यारिफाई गरे न त आफ्नो गल्ती महसुस गरेर माफी नै मागे, बरु सुटुक्क त्यसलाई डिलिट गरेर त्यो कुरालाई गुपचुप पार्न खोजे। यी र यस्ता उदाहरणहरू नेपाली राजनीतिमा जति पनि छन्। तर आखिर प्रश्न उठ्छ, किन पावरमा भएका व्यक्तिहरूले चाहिँ कहिले माफी माग्दैनन् त? यसको पछाडि धेरै कारणहरू होलान्, तर मैले यहाँ प्रमुख 4 वटा कारणहरूलाई राखेको छु। नम्बर 1, उनीहरूलाई लाग्छ आफूले माफी माग्यो भने कमजोर भइन्छ। आफूले माफी माग्दा आफ्नो गल्ती साबित हुने र आफ्नो पार्टी र संस्थामा आफ्नो अथोरिटी घट्दै जान्छ भन्ने उनीहरू ठान्छन्। फर एक्जाम्पल, यदि केपी ओलीले माफी मागेका भए एमालेको 11औं महाधिवेशनमा उनलाई अध्यक्ष जित्न गाह्रै पर्ने थियो। नम्बर 2, पावर र पोजिसनले मान्छेमा अहंकार बढाउँछ। अहंकार बढिसकेपछि मान्छेले गल्ती स्वीकार्न सक्दैन, आफूलाई सधैँ सही ठान्छ र मान्छेमा नार्सिसिस्टिक पर्सनालिटी डेभलप हुँदै जान्छ। नम्बर 3, पावरमा बसेका व्यक्तिहरूलाई गल्तीको सजाय हुँदैन। सर्वसाधारण व्यक्तिले गल्ती गर्दा उनीहरूलाई कानुन अनुसारको सजाय तोकिन्छ। त्यसैले सर्वसाधारण व्यक्तिहरू सकेसम्म गल्ती गर्दैनन् र गल्ती गरिहाले पनि माफी माग्छन्। तर पावरफुल व्यक्तिहरूलाई गल्ती गर्दा सजाय नहुने हुँदा उनीहरू माफी माग्न जरुरी ठान्दैनन्। नम्बर 4, प्राय पावरफुल मान्छेहरू यसम्यानको वरिपरि केन्द्रित हुन्छन्, जस्तै बाका छोराहरू, दाइका भाइहरू, सुप्रिमोका कमरेडहरू र भगवानका भक्तहरू। उनीहरू बस आदेशको पालना मात्र गर्छन्, न त प्रश्न गर्छन् न त गल्तीलाई पोइन्ट आउट नै गर्छन् र यस्तो वातावरणमा गल्ती स्वीकार गर्ने बानी हराउँदै जान्छ। सो दिस इज वाइ पावरफुल पिपुल डु नट अपोलोजाइज। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो प्लिज लेट मी नो इन द कमेन्ट्स बिलो। थ्याङ्क यू फर वाचिङ। धन्यवाद।